पार्टी घरमा गयो भने अलिक सन्चो भयो धेरै नै अहिले राम्रै छ त्यसै ठिक भइरहेको राम्रो भयो नि यस्तो यो पिरोलाहरू जम्मै सुन्निन्थ्यो क्या यहाँ सुन्निन थालेपछि हामी एकदम डर लाग्थ्यो क्या छुरो एकदम काटेर कुखुरा काटेर फालेको थियो कि रगत पनि थियो चोक्टा चोक्टा त्यस्तो जान्थ्यो क्यान्सरमा गयो क्यान्सरमा गएपछि त्यो रिपोर्टहरू सबै निकाले डक्टरले चाहिँ निकाय गर्न सकेन कि हामी अपरेसन गरिदिन्छौँ त्यो बेला मान्छेले भन्न सकेन है केले के अब झुलेको झुले त्यतिको झुलाको झुले भएपछि अब हामी त मैले के सोचेँ भने अब हामी झुलेर बस्ने काम छैन जस्तो लाग्यो सञ्जीवनी खाएर अनि अहिले चाहिँ जे होस् एकदम आमाको राम्रो भए 15 वर्ष लागेको छ आमाको त्यो आमाले दबाई खानु भएको चाहिँ 15 वर्षसम्म हेल्दी जे होस् हेल्दी नै हो आमा भन्नु पाएको छ नि हामीले जे होस् होइन खुसी छ एकदम खुसी म त किनभने आमा भन्नु पाएको छ आमाको अन्न दिनु भएको छ होइन आमा यहाँ यसरी टुक्रोको बसिरहनु भएको म कतै जाँदाखेरि आमाले घरको भन्नु भएको छ नि धेरै एकदम खुसी छ होइन सञ्जीवनी औषधि नभए के हुन्छ यो सञ्जीवनी हामीले नसुनेको भए थाहा नभएको भए हामीले आमा भन्न पाउने थिएन होइन किनभने हामी संसार चारिसकेको थियो नि त हामीले काठमाडौँमा त नगा हो हामी त त्यो भरपुरतिर सबै ठाउँमा चार्यो हो नि त हामी त भरपुर हस्पिटलतिर हामी सबै ठाउँमा चार्यो हो हजुर कहीँ लाँदा नभएको कारणले अनि अब सञ्जीवनी हजुर भेटेपछि जे हो हजुर चाहिँ एकदमै हाम्रो लागि चाहिँ होइन एकदम राम्रो निरन्तर चाहिँ खानु पर्दो रहेछ होइन निरन्तर खाएपछि चाहिँ जे होस् राम्रै हो हामीले पनि अब अरू पनि निको भएको हामीले देखेको छ होइन अरूले पनि अनि यसरी होइन अरूले पनि अरू बिमारीहरू पीडितहरूले पनि यो सञ्जीवनी खाएर अनि निको भएर आफ्नो जीवन चाहिँ होइन लामो समयसम्म बाँच्न सकोस् भनेर म चाहिँ अनुरोध गर्दछु